इतिहासको गहिराई बोकेको संस्कृति र सभ्यताको अद्भुत संगम, जहाँका प्रत्येक गल्ली, मन्दिर र नदीले आफ्नै कथा भन्छन्। धर्म, संस्कृति र ऐतिहासिकतामा जति सुन्दर छ त्यस्तै सुन्दरता नागरिकहरूप्रतिको उत्तरदायित्वमा छ। गाउँ, बस्ती र टोल टोलमा पुगेर जनताको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा पुर्याइरहेको एउटा नगर हो पनौती नगरपालिका। राजधानी काठमाडौँबाट दक्षिण पूर्वमा झण्डै 32 किलोमिटरको दूरीमा रहेको पनौती नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रगति लोभलाग्दो छ। 118.09 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा 12 वटा वडा छन्। नगरपालिकाले 12 वटै वडाहरूमा 15 वटा स्वास्थ्य संस्था मार्फत नगरवासीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ, शहरी स्वास्थ्य केन्द्र र नगर अस्पताल मार्फत दैनिक रूपमा नगरवासीहरूलाई सेवा प्रदान गरिरहेको छ पनौती नगरपालिकाले। पनौती नगरपालिका अन्तर्गत रहेका लगभग हाम्रो 15 वटा सरकारी स्वास्थ्य संस्थाहरू रहेका छन्। त्यसमा एउटा पनौती नगर अस्पताल वडा नम्बर 10 मा रहेको छ। त्यसपछि हाम्रो एउटा प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर 9 मा रहेको छ र चाहिँ 8 वटा स्वास्थ्य चौकीहरू, 2 वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, 2 वटा शहरी स्वास्थ्य केन्द्र र एउटा हाम्रो चाहिँ नागरिक आरोग्य केन्द्र आयुर्वेदिक सर्भिस दिनको लागि चाहिँ सेवा दिनको लागि वडा नम्बर 8 मा रहेको छ। त्यसबाट हामीले चाहिँ यो 15 वटा संस्थाहरूबाट चाहिँ नियमित रूपमा जुन हाम्रो आधारभूत स्वास्थ्य सेवाहरू रहेको छ त्यसमा चाहिँ विभिन्न चाहिँ उपचार, प्रतिकारात्मक, प्रवर्धनात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सेवाहरूलाई इन्क्लुड गरेर लगभग 10 प्रकारको सेवा छ। स्वास्थ्य नै धन हो भन्ने नारालाई आत्मसात गर्दै पनौती नगरपालिकाले यस क्षेत्रमा विशेष ध्यान दिने गरेको छ। नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउनको निम्ति नीति निर्माण गरियो, योजना बनाइयो र बजेट छुट्याइयो। स्थानीय सरकारको सक्रियता र प्रतिबद्धताले स्वास्थ्य क्षेत्रमा सुधारको यात्रा सुरु भयो। यो केवल एक योजना मात्र थिएन, यो नागरिकको जीवन सुधार्ने एक अभियान थियो। नगर अस्पताल हामीले भर्खर यही वैशाखबाट सुरु गर्यौँ। नगर अस्पताल अहिले यथास्थितिबाट नगर अस्पतालको रूपमा अगाडि बढाएका छौँ। तथापि यसमा पनौती नगरमा मासिक 2 वटा शिविर, मेन्टल हेल्थको शिविर हामीले सञ्चालन गरिराखेका छौँ। त्यसपछि हामी आइसकेपछि ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम लिएर आयौँ। त्यो चाहिँ अब टोलमै गएर, घरमै गएर हामीले उहाँहरूको उपचार गर्ने नीति लिएका छौँ। त्यसबाट पनि धेरै बाआमाहरू खुसी हुनुहुन्छ र अहिले यो चालु वर्षबाट चाहिँ हामीले दन्त शिविर पनि हामीले गरेका छौँ, जहाँ अब ज्येष्ठ नागरिकहरूको दाँतको समस्यामा चाहिँ दाँतको पुनर्स्थापित गराउने किसिमबाट हामीले त्यो कार्यक्रमहरू ल्याइराखेका छौँ। भने यो कोखदेखि सोखसम्म भन्ने नारा अनुसार हामीले बालबालिकाहरू, सुत्केरी आमाहरू, उहाँहरूको र ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा र गर्भवती महिलाहरूको स्वास्थ्यमा चाहिँ विशेष चासोको साथ हामीले कार्यक्रमहरू अगाडि बढाइराखेका छौँ। स्वास्थ्य सुधार केवल उपचारमा मात्र सीमित हुँदैन, यसमा चेतना पनि उत्तिकै आवश्यक हुन्छ। यसलाई मध्यनजर गर्दै पनौती नगरपालिकाले विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ। खोप अभियानले बालबालिकाको भविष्य सुरक्षित बनाउँदैछ। सुरक्षित मातृत्व कार्यक्रमले आमाहरूको जीवन सुरक्षित गर्दैछ। पोषण कार्यक्रमले बालबालिकाको विकास सुनिश्चित गर्दैछ। विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत बालबालिकामा स्वास्थ्य प्रतिको चेतना बढाइएको छ। नियमित स्वास्थ्य शिविरहरूले दुर्गम क्षेत्रको नागरिकलाई सेवा पुर्याइरहेका छन्। यी सबै प्रयासहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याएका छन्। आज पनौतीका बासिन्दाहरू स्वास्थ्य सेवाप्रति सन्तुष्टि व्यक्त गरिरहेका छन्। पहिले जहाँ उपचारको लागि टाढा जानु पर्थ्यो, आज त्यही सेवा आफ्नै ठाउँमा उपलब्ध छ। आमाहरू सुरक्षित महसुस गरिरहेका छन्। वृद्धहरू सहज रूपमा उपचार पाइरहेका छन्। स्वास्थ्य कर्मी र नागरिक बीचको सम्बन्ध झन नजिकिएको छ। पहिला त अब यस्तो चलन आउनु भएको थिएन होइन। अहिले त एकदम राम्रो छ। सबैले स्वास्थ्यको लागि सबैलाई एकदम राम्रो छ।
गाउँ गाउँमै आउनुभयो नगरपालिकाबाट होइन, सबैलाई सेवा गर्नुभयो, सबैको रोगको लागि सेवा गर्नुभयो, सेवाको लागि आउनुभयो। धेरै राम्रो छ, धेरै सफल छ। अहिले हामीलाई सबै कुरा एकदम नजिकै उपचार गर्न पाएका छौँ। सुगर प्रेसर सब हेर्न पाएका छौँ, धाइरहनु पर्दैन। खुसी छु खुसी छु म। नगरपालिकाले स्वास्थ्य शाखा मार्फत स्वास्थ्यका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छन्। यी मध्ये एक महत्वपूर्ण कार्यक्रम हो ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम। नगरपालिकाका 12वटै वडाहरूका गाउँ बस्तीमा सञ्चालित यस कार्यक्रम मार्फत नगरभरिको ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। ज्येष्ठ नागरिक प्रतिको सम्मान र उहाँहरूको सहजताको लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ नगर प्रमुख रामशरण भण्डारी। राज्यले प्रदान गरेको औषधिहरू चाहिँ हाम्रै घरहरूसम्म ल्याइदिए हुन्थ्यो। जुन हामीलाई आवश्यक पर्छ तपाईँहरूले सिफारिस गरेको औषधिहरू चाहिँ हामी अब एक्लो हुँदै गइसकेपछि हामीले समयमा औषधिहरू पाउन सकेका छैनौँ। अब यसलाई चाहिँ तपाईँहरूले यही शिविर मार्फत हामीलाई पुग्ने औषधि ल्याइदिनुहोस् भन्ने चाहिँ उहाँहरूको एउटा अपेक्षा छ। त्यो अपेक्षालाई पनि हामीले अब हेल्थ प्रोटोकललाई हेरेर अथवा हामीले सेवा बढाउनु पर्ने हो कि अब त्यो शिविरलाई अझ बढी घनीभूत रूपबाट शिविरलाई लैजानुपर्ने हो कि अथवा हामीले उहाँहरूलाई हाम्रो शिविर नआउन्जेलसम्मलाई पुग्ने औषधिहरू उपलब्ध गराउने हो कि भन्ने त्यसको चाहिँ अब अहिले त्यसको विचार विमर्श हुँदैछ। एक वर्षमा 2 पटक यो कार्यक्रम सञ्चालन हुने गरेको छ। यो कार्यक्रमले ज्येष्ठ नागरिकहरू निकै खुसी देखिन्छन्। हामीलाई नजिकै सुविधा आएको भएर धेरै सजिलो भएको छ। टाढा टाढा धाएर जानु पर्थ्यो, त्यो परेको छैन। एकदम राम्रो भइरहेछ, एकदम सुविधा भइरहेछ। हामी त अहिलेसम्म अलिकति हिँड्न सक्छौँ, जस्तै हिँड्न नसक्ने बुढापाकाहरूलाई सेवा मिलिरहेछ, राम्रो छ। तपाईँ आउनुलाई राम्रो छ, बुढाबुढीलाई राम्रो छ। पहिला त म उसमा बनेबा त्यहाँ देखाउँछु होइन, यहाँ यस्तो चाहिँ शिविर आउँदाखेरि देखाउँदाखेरि मलाई अनि यो औषधि हामीसँग छ आउनुहोस् भने डाक्टर साहेबले भन्नुभएर म चाहिँ अनि उसमा स्वास्थ्य चौकमा गएर मैले महिनामा प्रत्येक महिनामा मलाई दिनुहुन्छ। यो हाम्रो हेल्पर्सबाट हामीले पाएका सुविधाहरू चाहिँ एकदम राम्रो पाएका छौँ। यदि राम्रो गरेका छ आउँदाखेरि औषधिहरू पनि हामीलाई चाहिँ भएका औषधि चाहिँ दिया छ। यो औषधि छैन, यो चाहिँ हामीसँग छ भनेर सुविधा पाएका छौँ। औषधि पायौँ, सेवा भइरहेको छ। हामी गरिब गुर्जाको राम्रो भएको छ उपचार। ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममा उपस्थित भएका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गर्दै आइरहेको छ यस नगरपालिकाले। ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्डको व्यवस्थापन गरी सुस्त रूपमा सेवा प्रवाह गरिँदै आएको छ। यस कार्यक्रममा उपस्थित हुन नसक्ने ज्येष्ठ नागरिकहरूको लागि घर दैलोमै पुगेर सेवा दिइन्छ भने उहाँहरूको स्वास्थ्य परीक्षण गरेर सल्लाह परामर्श समेत दिँदै आइरहेको स्वास्थ्य कर्मीहरू बताउँछन्। आदरणीय नगर प्रमुख रामशरण भण्डारीज्यू प्रथम पटक पद बहाली गर्दाखेरि 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई पालिकाभरिका ज्येष्ठ नागरिकहरूलाई चाहिँ स्वास्थ्य सेवा दिने भनेर पद बहाली गर्नुभएको थियो। अनि त्यसकै चाहिँ अवसरमा त्यही अवसरमा पारेर चाहिँ हामी सम्पूर्ण पनौती नगरपालिकाका स्वास्थ्य कर्मीहरू चाहिँ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणमा हामीले कम्तीमा वर्षको 2 पटक चाहिँ स्वास्थ्य जाँच परीक्षण गर्ने गरेका छौँ। उहाँहरूको वास्तविक अवस्था के छ, के औषधि खाइरहनु भएको छ, परिस्थिति के छ, विशेष गरी हामीले चाहिँ उहाँहरूको अहिलेको भनेको चाहिँ प्रेसर हेर्ने, सुगर हेर्ने, पिसाब हेर्ने कुराहरू गर्छौँ, खानपानको अवस्था हेर्ने कुरा गर्छौँ, सरसल्लाह दिने कुरा गर्छौँ र हामीले सामान्य रूपमा उहाँहरूलाई मिल्ने अहिले सामान्य रूपमा चाहिँ भएका स्वास्थ्य समस्यालाई समाधान गर्ने किसिमको औषधिहरूको व्यवस्थापन गर्छौँ। जतिजना यहाँ उपस्थित हुनुहुन्छ ज्येष्ठ नागरिकहरू उहाँहरूलाई हामीले यहीँ परीक्षण गर्छौँ। जो आउन सक्नुहुन्न उहाँहरूको चाहिँ घर दैलोमा गएर उहाँहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने गर्दछौँ। अनि यो स्वास्थ्य परीक्षण कार्यक्रममा चाहिँ ज्येष्ठ नागरिकले खानुहुने औषधिहरू पनि निःशुल्क उपलब्ध गराउँछौँ हामीले। उहाँहरूले प्राय जस्तो ज्येष्ठ नागरिकका औषधिहरू चाहिँ नि हामीसँग हाइपरटेन्सनको, ब्लड प्रेसरको औषधि, सुगरको औषधि अनि उहाँहरूको दमको औषधिहरू जुन चाहिँ नि रेगुलर खाइराख्नु भएको छ त्यो औषधिहरू चाहिँ नि उहाँहरूलाई चाहिँ नि हामीले निःशुल्क उपलब्ध गराउँछौँ। हाम्रो स्वास्थ्य चौकीमा ल्याब पनि छ। प्रत्येक महिनाको 1 र 15 गते
त्यहाँ चाहिँ बिहान 7:30 बजेदेखि सुगरको रोगीहरू र लिपिड प्रोफाइलहरू हेर्न कोलेस्ट्रोलहरू हेर्नको लागि बिहानै 7:30 बजेदेखि सेवा सञ्चालन गरिरहेको छु। त्यसमा पनि आउनुहुन्छ। यहाँबाट पठाएका सम्पूर्णहरूलाई त्यो हेल्थ पोस्टमा बोलाउँछौँ स्क्रिन गरिसकेकाहरूलाई र त्यहाँ चाहिँ सुगर देखिएको छ अथवा प्रेसर देखिएको छ अथवा कोलेस्ट्रोल पनि देखिएको छ भने उहाँलाई त्यहीँबाट चाहिँ हामी उपचार गर्छौँ। ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम भन्नुपर्दाखेरि चाहिँ जो चाहिँ ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जो स्वास्थ्यको पहुँचबाट अलिकति टाढा हुनुहुन्छ, अशक्त हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ हामी गाउँ टोलमै गएर चाहिँ उहाँहरूको स्वास्थ्य परीक्षणको लागि चाहिँ हामी टोली खट्या छौँ र त्यसमा चाहिँ हामीले विशेष गरेर नगरपालिकाको आर्थिक सहयोगमा चाहिँ हामीले औषधि खरिददेखि लिएर हाम्रो प्रयोगशालाको जाँचदेखि लिएर सबै जाँचहरू गर्छौँ र औषधि पनि निःशुल्क वितरण गर्छौँ। उहाँहरूलाई परामर्श पनि दिन्छौँ। त्यसबाट उहाँहरूले खाइरहेका नियमित रूपमा खानुपर्ने औषधिहरू छन्, ती औषधिहरू हामीसँग उपलब्ध भएको औषधिहरू उहाँहरूलाई दिन्छौँ। त्यस पछाडि यदि हामीले यहाँनिर उहाँहरूलाई गम्भीर प्रकृतिको समस्याहरू देख्यौँ भने हामी फेरि स्वास्थ्य संस्थामा बोलाउँछौँ, जहाँ चाहिँ तपाईँको ल्याबको सुविधाहरू सम्पन्न हुन्छ, त्यहाँ बोलाउँछौँ र उहाँहरूलाई त्यहाँ बोलाइसके पछाडि यहाँको टिकट लिएर उहाँहरूलाई चाहिँ सहज रूपमा त्यहाँ आउने बिरामीभन्दा पहिलो प्राथमिकता उहाँहरूलाई दिएर हामीले उहाँहरूलाई चाहिँ उपचारको प्रबन्ध गरिरहेका छौँ। स्वास्थ्य संस्थामा हामीले दिने सेवाहरू भनेको प्रत्येक महिनाको मासिक खोप, त्यस पछाडि गाउँघर क्लिनिकमा पोषणको लेखाजोखा गर्ने, त्यसपछि आमा समूहमा प्रत्येक स्वयंसेविकाहरूको चाहिँ माध्यमबाट हामीले एउटा स्वास्थ्य सेवा जनचेतना गर्ने कार्यक्रम गर्छौँ। यस्तै यस नगरपालिकाले सुरु गरेको अर्को महत्त्वपूर्ण कार्यक्रम हो विशेषज्ञ मानसिक स्वास्थ्य सेवा। 2072 सालको भूकम्प र 2076 सालमा आएको कोभिड-19 महामारी पछि नागरिकहरूमा मानसिक समस्या उत्पन्न भएपछि नगरपालिकाले विशेषज्ञ मानसिक स्वास्थ्य सेवा सञ्चालन गरेको हो। यो कार्यक्रम निकै प्रभावकारी रहेको छ। वडा नम्बर 3 को कुशादेवी स्वास्थ्य चौकी र वडा नम्बर 7 को पनौती स्वास्थ्य चौकीमा प्रत्येक महीनाको पहिलो र दोस्रो शनिबार मानसिक स्वास्थ्य सेवा सञ्चालन हुन्छ। पनौती नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रम निकै प्रभावकारी भएपछि अरू पालिकाहरूले पनि सञ्चालन गरेको बताउनुहुन्छ डाक्टर अनन्त अधिकारी। मनोपरामर्शदाता जुन काउन्सिलर मार्फत यदाकदा रूपमा चाहिँ होम भिजिट गरेर केसहरू आइडेन्टिफाई गरेर उपचारको पहुँचसम्म ल्याउने यो कार्यक्रम पनि सञ्चालित छ र सुरुदेखिको कार्यक्रमको इभ्यालुएसन गर्नुपर्दाखेरि चाहिँ असाध्यै फ्रुटफुल भएको, फलदायी भएको भन्नेको चाहिँ हाम्रो डेटाहरू मानसिक रोगको जुन उपचारको पहुँचमा बसेका जनताहरूको प्रतिशत अनि विगतमा बढ्दै गरेको आत्महत्याको अहिले सिग्निफिकेन्टली घटेको आत्महत्याको दर, यो कुराहरूले गर्दाखेरि चाहिँ हाम्रो यो कार्यक्रम चाहिँ सफल कार्यक्रमको रूपमा लिएको छ र यस्तै खालको प्रोग्राम हामीले सुरु गरिसकेपछि काभ्रे जिल्ला र देशैभरि थुप्रै स्थानीय निकायहरूले चाहिँ हाम्रो कार्यक्रमको मोडालिटीलाई अनुसरण गरेर यस्तै प्रोग्रामहरू अरू पालिकाहरूमा पनि सञ्चालन गरेर चाहिँ अहिले त्यस निकै राम्रो मेन्टल हेल्थको चाहिँ एउटा नमुना कार्यक्रमको रूपमा चाहिँ हाम्रो कार्यक्रमलाई लिएको छ। मानसिक स्वास्थ्य सेवाको यस कार्यक्रमले सेवाग्राही समेत निकै खुसी देखिएका छन्। यो कार्यक्रमले आफूहरूको दैनिकी नै फेरिएको उहाँहरूको भनाइ छ। अहिले त एकदमै राम्रो छ। अहिले मतलब पुरै फेस अवस्थामा छ कि पहिला त धेरै समस्या थियो, अहिले यो औषधि खाएर एकदम राम्रो छ। पहिलाको अवस्था औषधि खाँदा निकै भएको थिएन, यहाँको औषधि खाएपछि असाध्यै राम्रो छ। खास गरेर किशोर किशोरीहरू र 45 वर्षभन्दा माथिका मानिसहरूमा मानसिक समस्या देखिने गरेको छ। बिरामीहरूलाई मनोपरामर्श अर्थात् काउन्सिलिङ गरेर उहाँहरूको समस्यालाई समाधान गरिँदै आएको छ भने मानसिक रोग गम्भीर समस्याको रूपमा देखिएको छ। रिलेसनसिप इस्युहरू पनि एकदमै देखिएको छ अनि सुसाइडको केस पनि एकदमै इन्क्रिजिङ अर्डरमा छ यो टिनेजरहरूमा। अनि अर्को ओल्ड एज अथवा 45 एबोभको फिमेलहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ माइनर टु सिभियर डिप्रेसन चाहिँ एकदमै इन्क्रिजिङ अर्डरमा र धेरै फाइन्ड आउट भएको कुरा हो। यसको चाहिँ रुट कजको कुरा गर्नुपर्दाखेरि चाहिँ एउटा फ्यामिली ब्याकग्राउन्ड
अनि अर्को चाहिँ हाम्रो हिस्ट्री पनि कुरा आउँछ, कतिको चाहिँ पोस्टपार्टम डिप्रेसनबाट पनि सुरु भएको छ। अनि अर्को कुरा गर्नुपर्दाखेरि चाहिँ छोराछोरी विदेशमा हुनु भएर ओल्ड एजहरूमा पनि एकदमै एक्लोपनले गर्दाखेरि डिप्रेसन, अलिकति एन्जाइटीहरू देखिँदै आइरहेको छ। यस नगरपालिकाले सञ्चालन गरेको अर्को महत्त्वपूर्ण कार्यक्रम हो मेयरदन्त सेवा कार्यक्रम। नगरपालिकाका 12वटै वडाहरूमा सञ्चालन गरेको यस कार्यक्रमले नगरवासीहरू लाभान्वित भएका छन्। उपचारको लागि निकै महँगो मानिने दाँतको उपचार नगरपालिकाले वडामा गएर नै निःशुल्क सेवा दिइरहेको छ। डेन्टल सेवा प्रदायक स्वास्थ्य संस्थाहरूसँगको प्राविधिक सहयोगमा सञ्चालन भएको यस शिविरले स्थानीयहरू निकै हर्षित छन्। राम्रो लागेको छ, हजुरहरूले सेवा दिनुभयो, हामीले सेवा पायौँ, नजिकै भयो, हामीलाई रमाइलो लागेको छ। बाबा यो हजुर यो मौसम त अब गरी साध्य नै भएन, यो यति सुविधा दिए त अब हामीहरू पालामा त छँदै थिएन। अहिले आएर यो सुविधा दिँदाखेरि धेरै राम्रो मान्छु म त। जुन हाम्रो नगरले यो गरिया छ यसको त सीमा नागरै राम्रो, धेरै राम्रो छ। यस नगरपालिकाले सञ्चालन गरेको अर्को महत्त्वपूर्ण कार्यक्रम हो आँखा शिविर। प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार आँखा शिविर सञ्चालन हुँदै आएको छ यस नगरपालिकामा। विशेष गरी वृद्धहरूलाई लक्षित गरी यो शिविर सञ्चालन भइरहेको छ। आँखाको दृष्टि जाँच र मोतियाबिन्दुको पहिचान गरी समस्याको समाधान गरिँदै आएको छ। रतनको समस्याहरूले गर्दाखेरि पनि पीडित भएर उहाँहरू रहिरहेको अवस्थामा हामीले चाहिँ रेउगाई क्षेत्र समन्वय गरेर पालिका र रेउगाईको समन्वयमा हामीले त्यो शिविरै चलायौँ। अहिले पछिल्लोचोटि पनौती स्वास्थ्य चौकीमा हामीले त्यसलाई चाहिँ आँखाको यो महिनामा 2टा क्लिनिकहरू सञ्चालन गरिरहेका छौँ। त्यसैबाट जे जम्मा भएकोलाई चाहिँ हामीले अपरेसन गर्नुपर्ने अथवा थप उपचारको गर्नुपर्नेलाई हामीले सहयोग गरिरहेका छौँ भने बालबालिकाको लागि पनि त्यही शिविरबाट हामीले सञ्चालित गरेका छौँ। पूर्णखोप नगरपालिका पहिला नै घोषणा गरेको भए पनि प्रत्येक वर्ष पूर्णखोप सुरक्षित भविष्य, पूर्णखोप सुनिश्चितता तथा दिगोपना ओडा घोषणा गरिँदै आएको छ। नेपाल सरकारको खोप निर्देशिकाले निर्दिष्ट गरेको खोप तालिका अनुसार टोलमै पुगेर खोप सेवा समेत प्रदान गरिँदै आएको छ यस नगरपालिकामा। नेपाल सरकारको खोप निर्देशिकाले निर्दिष्ट गरेको खोपहरू नियमित रूपमा हामीले लगाउने गर्छौँ। मध्य स्वास्थ्य चौकीले चाहिँ 3वटा केन्द्रमा खोप केन्द्रहरू राखेको छ, खोप सेन्टर राखेको छ। प्रत्येक महिना 2-3-4 खोप केन्द्र छुट्टिएको छ र त्यहाँ सम्पूर्ण स्वयंसेवीका दिदीबहिनीहरू, खोप कार्यकर्ता, संस्थाका कर्मचारीहरू आएर खोपको दिन व्यापक रूपमा चाहिँ आमाहरूलाई सरसफाइ सेसन लगायतका कुराहरूलाई हामीले स्वास्थ्य शिक्षा मार्फत चाहिँ प्रदान गरेर आवश्यक खोपहरू नियमित रूपमा निरन्तर रूपमा प्रदान गरि नै रहेको छ। काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा नगरपालिकाले बृहत स्वास्थ्य तथा प्रजनन रुग्णताको एकीकृत स्क्रिनिङ र व्यवस्थापन शिविर समेत सञ्चालन गरेको थियो। वडा नम्बर 10 खुपासीमा रहेको नगर अस्पताल र वडा नम्बर 7 पनौतीमा 2 दिने शिविर सम्पन्न भएको हो। शिविरमा हाड जोड्ने तथा नशा रोग सम्बन्धी सेवा, महिलाहरूको लागि प्रजनन स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सेवा, जनरल फिजिशियन सेवा, इसिजी र युएसजी सेवा उपलब्ध गराइएका थिए। विशेषज्ञ सहितका यी सेवाहरू गाउँटोलमा पाएपछि नगरवासीहरू निकै खुसी भएका छन्। यसका अलावा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। सुनौलो 1000 दिनका आमाहरूलाई पोषण विशेष, अभिमुखीकरण तथा पोषण लेखा जोखा अन्तर्क्रिया कार्यक्रम पनि नगरपालिकाले सञ्चालन गर्दै आइरहेको छ। हाम्रो गर्भवती महिला सुत्केरी गराउने ठाउँ छ, बर्थिङ सेन्टर छ। ती सेन्टरहरूमा नागरिकहरूले सेवा सुविधाहरू पनि लिइराख्नु भएको छ। अन्य कुरामा नाक कान घाँटीको पनि हामीले प्रत्येक वर्ष शिविर चलाउने गरेका छौँ। त्यो शिविरमा पनि पनौती नगरपालिकामा बसोबास गर्ने आम नागरिकहरू आएर आफ्नो स्वास्थ्य परीक्षण गराउने, उपचार गर्ने विधिहरू हुनुभएको छ। जबकि पाठेघरको क्यान्सर सम्बन्धी हामीले प्रत्येक 6 महिनाको एकपटक प्रत्येक वडामा चाहिँ हामीले शिविरहरू लाने काम पनि पनौती नगरपालिकाले गरेको छ। धेरै अनगिन्ती कामहरू जनताको भावना र जनताको आवश्यकतालाई मध्यनजर गरी पनौती नगरपालिकाले स्वास्थ्य क्षेत्रमा 74 सालदेखि नै एउटा लामो फड्को मार्दै हालसम्म ती कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। पूर्वाधार विकास परिवर्तनको पहिलो आधार हो भन्ने मान्यतालाई
मध्यनजर गर्दै यस नगरपालिकाले नयाँ स्वास्थ्य चौकी भवनहरू समेत निर्माण गरेका छन् भने पुराना संरचनाहरू सुधार गरिएका छन्। वडा नम्बर 10 को पासीमा सुविधा सम्पन्न नगर अस्पतालको भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। 2083 साल वैशाख 7 गते भव्य औपचारिक कार्यक्रमका बीच नगर अस्पतालको उद्घाटन गरिएको थियो। यस नगर अस्पतालमा आधुनिक उपकरणहरूको व्यवस्थापन भइरहेको छ भने एक्सरे सेवा सञ्चालन भइसकेको छ। यस बाहेक अस्पतालमा प्रसूति सेवा, ल्याब परीक्षण, सुरक्षित मातृत्व सेवा, खोप सेवा लगायतका सेवाहरू उपलब्ध रहेको बताउनुहुन्छ डाक्टर सम्झना शर्मा। पहिला जुन हाम्रो प्राथमिक स्वास्थ्य केन्द्र हुँदाखेरि जुन सेवा दिन्थ्यौँ त्यो सेवालाई निरन्तरता दिँदै हामीले अब 1-2वटा सर्भिसहरू चाहिँ अझै थपेको छौँ। जस्तै अब अहिले हाम्रो इमर्जेन्सी सर्भिस चाहिँ 10 देखि 5 सम्मलाई एक्सटेन्ड गरेको छौँ। त्यसै गरी एक्सरेको सर्भिस पनि एड गरेको छौँ। अब ल्याबलाई पनि अपग्रेड गरिरहेको छौँ। त्यसै गरी पहिला दिइरहेको सर्भिसलाई चाहिँ हामीले कन्टिन्युएसन नै गरिरहेछौँ अहिले। अब अहिले भर्खरै हाम्रो अपग्रेड भएको कारणले गर्दाखेरि एकदमै धेरै सुविधाको चाहिँ अब त्यो सबै चिजहरू चाहिँ हामीले पुर्याउन सकेको छैनौँ, तर हामी बिस्तारै कोसिस चाहिँ गरिरहेको छौँ र अब कुनै दिन अवश्य पनि हामी यो अस्पताललाई चाहिँ यहाँको यो भेगको भनौँ न एउटा नमुना अस्पताल नै बनाउन सक्छौँ होला सायद। पूर्वाधारसँगै जनशक्ति व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण छ। डाक्टर, नर्स र स्वास्थ्य कर्मीहरूको व्यवस्थापन गरिएको छ। स्वास्थ्य स्वयंसेविकाहरूलाई सक्रिय बनाइएको छ। नियमित तालिम र क्षमता विकास कार्यक्रम सञ्चालन गरिएका छन्। अब स्वास्थ्य सेवा केवल भवनभित्र सीमित नभएर यो समुदायसम्म पुगेको छ। स्वास्थ्य कर्मीहरू नागरिकको विश्वास जित्दै अघि बढिरहेका छन्। सेवा दिने मात्र होइन, सम्झाउने, सहयोग गर्ने र साथ दिने भूमिका पनि उनीहरूले निर्वाह गरिरहेका छन्। नगर कार्यपालिकाले स्वास्थ्यको क्षेत्रमा चालु आर्थिक वर्षमा मात्र लगभग 11 करोड बजेट विनियोजन गरेको छ। औषधि खरिद, उपकरणहरू खरिद र विभिन्न स्वास्थ्य सामग्रीहरू खरिदमा पारदर्शिताका साथै कार्य अघि बढाएको छ यस नगरपालिकाले। नगर कार्यपालिकाले गरेका निर्णयहरूलाई कार्यान्वयन गरी छिटो र छरितो रूपमा नागरिकका घर दैलोमा स्वास्थ्य सेवा पुर्याइँदै आएको छ। स्वास्थ्य क्षेत्रमा हुनुपर्ने सबै कुरा अझै पूर्ण भएको छैन। केही चुनौतीहरू बाँकी छन्। दुर्गम बस्तीहरूमा पूर्ण रूपमा सेवा पुर्याउन कठिनाई छ। स्रोत र साधनको सीमितता अझै पनि देखिन्छ। नसन रोगको औषधिको आपूर्ति यो प्रदेश सरकारसँग जिम्मा छ। प्रदेश सरकारले चाहिँ गरेको आपूर्तिले पनि पुग्दैन भनौँ न यहाँको। त्यसकारण डिमान्ड अनुसार चाहिँ सुधार गर्नुपर्ने पक्षहरू यहाँको डिमान्ड के छ, यहाँका केस कति छन् नसन रोगका, त्यो हेरेर चाहिँ औषधिहरूको आपूर्ति गर्नुपर्छ जस्तो लाग्छ। केही स्थानमा स्वास्थ्यप्रतिको चेतना अझै बढाउन आवश्यक छ। यी आजका चुनौतीहरू भोलिको लागि कार्ययोजनाका आधार समेत हुन्। डिजिटल स्वास्थ्य सेवा विस्तार गरेर प्रविधि मैत्री प्रणाली मार्फत प्रत्येक नागरिकसम्म स्वास्थ्य सेवाको समान पहुँच सुनिश्चित गरी स्वास्थ्य क्षेत्रमा थप लगानी, थप सुधार र थप सेवा विस्तार गर्ने योजनामा अघि बढिरहेको छ पनौती नगरपालिका। पनौती अब केवल इतिहासको नगर मात्र होइन, यो स्वस्थ र समृद्ध भविष्यतर्फ अघि बढिरहेको सुन्दर, रमणीय र ऐतिहासिक नगर पनि हो।